स्वागत छ। आज हामीसँग एउटा अँ, अनौठो स्रोत छ भनौँ न। हो कस्तो खालको? कुनै लेख वा रिपोर्ट त होइन, तर एउटा शीर्षक छ नेपालमा कर प्रणाली बीबीएस तेस्रो वर्ष एकाइ 1। बीबीएस थर्ड इयर युनिट 1 चाख लाग्दो। हो नि। अब आज हामी यही शीर्षकले के कुरा समेट्न सक्ला अनि किन यो बीबीएस जस्तो कोर्सको तेस्रो वर्षको त्यो पनि पहिलो एकाइमै राखियो होला भन्नेमा अलिकति गफ गरौँ न। एकदमै, यो त आफैमा महत्त्वपूर्ण कुरा हो। मतलब तेस्रो वर्षको सुरुवातमै कर प्रणाली जस्तो विषय राख्नुले यसको आधारभूत महत्त्व देखाउँछ। हो त, तेस्रो वर्षमा त अलि विशेषज्ञतातिर लाग्ने बेला हुन्छ नि, होइन र? हो नि, त्यही भएर यो पहिलो एकाइले सायद जग बसाल्ने काम गर्छ होला। देशको आर्थिक अनि कानुनी संरचना बुझ्न कर प्रणाली नबुझी त हुँदैन। भनेपछि यो पहिलो एकाइले चाहिँ कस्तो खालको जग बसाउने होला त? एकदम सैद्धान्तिक मात्रै कि? है, सुरुको एकाइ त प्राय परिचयात्मक नै हुन्छ, तर सतही नहोला। मलाई लाग्छ यसले कर भनेको के हो, यसको उद्देश्य के हो, मतलब आर्थिक सामाजिक उद्देश्यहरू, यसबारे कुरा गर्छ होला। अनि सायद नेपालमा चलेका मुख्य करहरू, आयकर, भ्याट जस्ता। हो, त्यो त पक्कै पर्छ होला। आयकर, मूल्य अभिवृद्धि कर, यिनको आधारभूत संरचना अनि प्रत्यक्ष र अप्रत्यक्ष कर बीचको फरक उदाहरण दिएरै बुझाउने प्रयास होला। आयकर र भ्याट त हामी सबैले सुनेकै भोगेकै कुरा भयो, तर प्रणाली नै भनेपछि त अलि ठूलो कुरो आयो नि, होइन त? निश्चय पनि। प्रणाली भनेपछि त संरचना प्रक्रिया सबै आयो। त्यसैले कसरी कर लगाइन्छ, कुन कानूनले अधिकार दिन्छ, जस्तो आयकर ऐन, मूल्य अभिवृद्धि कर ऐन, यिनीहरूको सामान्य परिचय। अनि कर उठाउने निकाय जस्तो? त्यो पनि। कर प्रशासनको सामान्य परिचय, करदाताको दायित्व के हो, यस्ता आधारभूत कुराहरू समेटिनुपर्छ पहिलो एकाइमा। तर कर भन्ने बित्तिकै धेरैलाई अलि जटिल प्राविधिक जस्तो लाग्छ नि। सुरुमै यो विषय राख्दा विद्यार्थीलाई गाह्रो हुँदैन होला? हो, नियमहरू त प्राविधिक हुन्छन् नै, तर यसको पछाडिको किन बुझाउन सकियो भने, मतलब कर किन चाहिन्छ, हो, राज्य कसरी चल्छ, विकास कसरी हुन्छ, यस्तो ठूलो चित्र देखाउन सकियो भने सायद रुचि बढ्छ कि? मतलब नियमको लिस्ट मात्रै नभएर यसको औचित्य र प्रभाव देखाउने। ठ्याक्कै। आफूले तिरेको वा पछि तिर्ने कर कहाँ जान्छ, केमा प्रयोग हुन्छ भन्ने थाहा पाएपछि त अलि फरक पर्छ नि। अनि यसलाई व्यावसायिक सिप मात्रै नभएर एउटा नागरिक दायित्वसँग पनि जोड्न खोजेको हो कि? केही हदसम्म त पक्कै हो। बीबीएस पढ्नेलाई त भोलि व्यवसाय गर्न, जागिर खान यो नभई भएन। कर नियम जान्नै पर्यो। त्यो त छँदैछ। तर त्यो बाहेक पनि हरेक नागरिकलाई राज्य र आफ्नो आर्थिक सम्बन्धबारे थाहा हुनु पर्यो नि। यसले पारदर्शिता, जवाफदेहितामा पनि चासो बढाउँछ। त्यसैले यो पहिलो एकाइले प्राविधिक जग मात्र होइन, एउटा फराकिलो दृष्टिकोण पनि दिन्छ होला। ल, आज हामीले यो नेपालमा कर प्रणाली बीबीएस तेस्रो वर्ष एकाइ 1 भन्ने शीर्षक मात्रै हेरेर पनि कति धेरै कुरा अनुमान गर्न सक्यौं। हो त। यो शीर्षकले नै नेपालको कर सम्बन्धी लामो अध्ययन यात्राको सुरुवातलाई संकेत गर्दो रहेछ। एकदम। र यो पहिलो एकाइले चाहे विद्यार्थी हुन् वा अरू कोही इच्छुक व्यक्ति, नेपालको समग्र कर संरचनाको एउटा खाका तयार पार्न मद्दत गर्छ होला। हो। आधारभूत सिद्धान्त, शब्दावली, कानुनी पाटोहरू बुझेपछि पछि आउने अलिक विशेष विषयहरू जस्तो व्यावसायिक करहरू, कर योजनाहरू बुझ्न सजिलो हुन्छ। भनेपछि यो परीक्षा पास गर्न मात्रै होइन? त्यो मात्रै त हुँदै होइन। यो त आर्थिक जीवन बुझ्ने एउटा महत्त्वपूर्ण औजार हो। यो छलफलले एउटा कुरा सोच्न बाध्य बनायो। के कुरा? यदि हामीसँग यो एकाइको पुरै सामग्री हुन्थ्यो भने हामीले नेपालको कर प्रणालीको सबैभन्दा अचम्म लाग्दो वा कम चर्चा हुने पक्ष कुन हो भनेर पत्ता लगाउन सक्थ्यौं होला है? हो त नि, त्यो त निकै चाखलाग्दो हुन्थ्यो। सायद त्यही पक्षले नै यो प्रणालीलाई अझ गहिरोसँग बुझ्न मद्दत गर्थ्यो कि?